नाम्जे भोटे अफिसियल मिडिया र सत्यबोली अनलाइन खबर मिडिया एकसाथ प्रसारण हुँदै आएको अनलाइन मिडिया हेरिरहनुभएका सम्पूर्ण दर्शकवृन्दमा सबैलाई नमस्कार भन्न चाहन्छु। म विनोद रसाइली। तपाईहरु छक्क पर्नुभयो होला किनकि म लामो समयदेखि जुरेली अनलाइन टिभीमा विभिन्न भिडियोहरू मार्फत आइरहेको थिएँ र आज चाहिँ विशेष गरी साहित्य बसाइमा सत्यबोली तितो खबर र नाम्जे भोटे अफिसियल मिडियामा को यो च्यानल को यो फ्रेममा म उपस्थित भइसकेको छु र आज विशेष गरी हामी सदा चाहिँ विभिन्न विषयवस्तुमा हामी कुरा गरिरहेका थियौँ भने आज हामी फरक धारमा रहेर र फरक विषयवस्तुमा रहेर साहित्य क्षेत्रमा लामो समय चाहिँ कलम चलाउँदै आउनुभएका एकजना सर्जकसँग हामी साहित्य कुराकानी गर्नेछौँ र उहाँले भर्खरै एउटा किताब विमोचनको तयारी पनि गरिरहनु भएको छ र यही जेठ 3 गते रत्नहीन होटलमा पनि उहाँको विमोचनको कार्यक्रम तयारीमा जुटिरहनु भएको छ र त्यसकै सेरोफेरोमा पनि रहनेछौँ र साहित्य क्षेत्रमा कसरी चाहिँ कलम चाहिँ चलाउनको लागि सुरुवात कसरी गर्नुभयो त्यो कुराहरू र उहाँको सङ्घर्ष भोगाइहरूको केही कुराहरू हामी आजको बसाइमा गर्नेछौँ र ढिला नगरी हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार। हजुर, धन्यवाद विनोदजी। साथै यो नाम्जा भोटिया र सत्य खबर सत्यबोली तितो खबर हेरिरहनु हुने सम्पूर्णमा मेरो हार्दिक साहित्यिक नमन नमस्कार। हजुरको शुभ नाम पनि भन्नुहोस्। म भीमवीर राई। हजुर, जस्तै हजुरको चाहिँ जन्म चाहिँ कुन ठाउँमा भयो, थोरै कति सालमा हजुर चाहिँ जन्मनुभयो थोरै भन्नुहोस् न। मेरो जन्म भोजपुर जिल्लाको साबिक होमताङ, अहिलेको हत्तगाडी 6 नम्बर जोइसीधारा भन्ने ठाउँमा विक्रम सम्वत 2031 साल माघ 25 गते भएको हो। जस्तै अब हजुर त्यहाँ जन्मिरहँदा बाल्य अवस्था पनि त्यतै नै बित्यो होला हैन? हजुर हजुर। यो साहित्य क्षेत्रमा जुन हजुरले कलम चलाइरहनु भएको छ, यो बाल्य अवस्थादेखि नै मैले चाहिँ साहित्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने हजुरमा इच्छा जागो कि अथवा पछि चाहिँ जीवन यापन गरिरहँदा चाहिँ जीवनलाई अगाडि बढाइरहँदाखेरि चाहिँ कुन मोडमा चाहिँ हजुरले यो साहित्य क्षेत्रलाई चाहिँ कलम चलाउन सुरु गर्नु? धन्यवाद। खासमा मैले 15 वर्षको उमेरदेखि विक्रम सम्वत 2046-47 को उमेरदेखि मैले लेख्न थालेँ। सुरुमा मैले लेख्न थालेको भनेको मुक्तक अनि गीति कथाहरू हो। त मेरो गीति कथाहरू लेख्ने त्यही चरणमा त्यति बेला भनेको हाम्रो अहिले रेडियोहरू एफएमहरू केही पनि थिएनन्। एउटा रेडियो नेपाल थियो र त्यो रेडियो नेपालमा हप्तामा एकपल्ट हरेक बुधबार राति गीति कथा आउँथ्यो। त्यो त्यो सुन्थेँ अनि त्यही सुन्दै आफू पनि लेख्दै पठाउने गर्थेँ। यो 2046-47 सालदेखि नै सुरु गरेँ र अचानक 2048 सालको भदौमा मेरो पनि गीति कथा प्रसारण भयो। बुधबार हुन्थ्यो त्यो प्रसारण हरेक हप्ताको। अनि त्यो प्रसारण भएपछि म एकदमै हौसिएँ। अनि त्यति बेला 48 सालमा एसएलसी पनि दिइरहेको अवस्था र पनि एकदमै मलाई भित्रदेखि नै ऊर्जा आयो। अनि त्यहाँको लेखनहरूलाई अगाडि बढाउँदै गएँ। अनि त्यसपछि म तत्काल फेरि उसमा हिँडिहालेँ। म चाहिँ वास्तवमा पेसाले रिटायर आर्मी हो, इन्डियन आर्मीमा त्यति बेला म हिँडिहालेँ। हिँडेपछि खासमा मैले लेख्नको लागि त्यहाँको अवस्था, एउटा फौजी घेराभित्रको, सैनिक घेराभित्रको त्यहाँको कानुन, त्यहाँको परिबन्ध, त्यहाँको अवस्थाहरू अनि आफ्नो जहाँ जहाँ घुमियो डुलियो अनि जे भोगियो तिनै चिजहरूले मलाई चाहिँ लेख्नमा प्रेरित गर्दै लगे। र मैले लेखेका मेरा सिर्जनाहरू पनि प्रायः त्यस्तै खालका छन् कि वास्तविक घटनामा आधारित। जुन ठाउँमा छु त्यही ठाउँको कुरालाई चाहिँ टिपेर त्यो कमसेकम अरूले पनि जनमानसले पनि बुझोस् भन्ने हिसाबले चाहिँ मैले लेखेकोहरू पनि छन्। जस्तै अब
चाहिँ यो साहित्य क्षेत्रमा कलम चलाइरहँदाखेरि जस्तै विभिन्न चाहिँ साहित्यकार जीवहरूले चाहिँ एउटा विषयलाई जस्तै कोहीले चाहिँ प्रेममा आधारित होइन, कसैले चाहिँ एउटा राष्ट्रिय चाहिँ को एउटा चाहिँ त्यो हिसाबमा त्यो शीर्षकमा चाहिँ उहाँहरूले त्यो त्यतातिर धेरै नै लेख्नु भएको पनि र कतिले चाहिँ तपाईँको बाल अवस्थामा अथवा प्रेम अथवा चाहिँ भूगोल विभिन्न विषयवस्तुमा चाहिँ धेरै कलम चलाएको हामीले देख्छौँ। हजुरले चाहिँ कुन क्षेत्रलाई चाहिँ अझ बढी यो क्षेत्रमा चाहिँ म चाहिँ डुबेर लेख्न सक्छु भन्ने तपाईँले लाग्छ? जस्तो मान्छेको जो हजुरले भन्नुभयो आफ्नो आफ्नो विधा, त्यही अनुसार मैले पनि सुरु गरेर 2059 सालमा 59 सालमा मैले युद्ध साहित्य अन्तर्गत पर्ने नै एउटा उपन्यास निकालेँ। अनि मैले अँगालेको भनेको युद्ध साहित्यलाई नै हो, युद्ध साहित्यलाई नै हो। र 2059 सालमा मैले त्यही उसमा विदेशी सिपाही भन्ने उपन्यास निकालेँ युद्ध साहित्यमा आधारित। त्यसपछि 64 सालमा चाहिँ समसामयिक कविता सङ्ग्रह दबिएका आवाजहरू भन्ने मैले प्रकाशित गरेँ। त्यसपछि अहिले यो जो मैले भर्खरै निकालिरहेको छु बारुदले कोरेका अक्षरहरू भन्ने यो मेरो कविता सङ्ग्रह, यो जो यही जेठ 3 गते हाम्रो धरान स्थित होटल रत्न इनमा सिक्किमका मुख्यमन्त्रीको सल्लाहकारज्यूको विशिष्ट अतिथि र अरू सिक्किम दार्जिलिङका साथीहरूको पनि सहभागितामा यसको लोकार्पण कार्यक्रम हुँदैछ। र यो पनि एकदम युद्ध कविता सङ्ग्रह, यसमा चाहिँ फाल्तु कुनै अरू त्यस्तो खालको कविताहरू छैनन् जो मैले यसमा चाहिँ केवल भोगेको चिजहरू अनि आफूले देखेको चिजहरू, आफूले त्यो ठाउँमा चाहिँ अनुभव गरेको चिजहरू मात्रै मैले लगभग वास्तविक घटना भनौँ न त्यसमा आधारित मात्र लेखेको छु मैले। यो एउटा युद्ध कविता सङ्ग्रह। आदरणीय दर्शकबिनहरू, बारुदले कोरेका अक्षरहरू कविता सङ्ग्रह भीम बिरही राई ज्यूले कोर्नु भएको अथवा यो प्रकाशनमा आउन आँटेको अब यही जेठ 3 गते रत्नहीन होटलमा विमोचन हुन गइरहेको यस कविता सङ्ग्रह बारुदले कोरेका अक्षरहरू चाहिँ कविता यो सङ्ग्रह चाहिँ बजारमा तपाईँहरूले खोजेर पढ्न सक्नुहुनेछ। र विशेष गरी एउटा हामी एउटा आज चाहिँ विशेष गरी साहित्यिक बसाइमा छौँ र आज हामी यही कविताकै विषयहरूमा र साहित्यकै विषयमा हामी आजको बसाइ हुने भएको कारणले पनि एउटा दिवा सपना है चाहिँ शीर्षकको एउटा कविता यो समय हामी वाचन गर्न गइरहेको छु। म मुटु कटकट खान्छ, मुटु कटकट खान्छ, चसक्क घोच्छ देब्रेपट्टि, तीको सियोले घोचेझै छाम्छु, पक्रिन्छु, थिच्छु, भेट्दिनँ केही पनि, तर दुखिरहन्छ। साँझको समयमा पश्चिमको क्षितिजमा डुब्दै गरेको घाम अनिश्चित बिहानीको चिन्ताले तप्प तप्प आँसु चुहाउँदै बिदाईको गहुँगो हात हल्लाउँदैछ। अचानक रिक्साको पाङ्ग्रा उफ्रिँदैछ, खुट्टा थकिन्छ, झसक्क हुन्छु। म चढेको रिक्सा पुलमाथि पुगिसकेको रहेछ। फुलमुनि निलो बग्दै गरेको मेची नदी अँध्यारोले छोप्दै लान्छ, है। आदरणीय दर्शकबिनहरू, आजको यस साहित्य बसाइमा दिवा सपना यसै एकदमै चाहिँ देशप्रेमी देश चाहिँ एकदमै भावनात्मक पनि साहित्य भनेपछि हामीलाई एकदमै मनपर्ने अथवा हामीले भोगेका सङ्घर्ष गरेका कुराहरू चाहिँ साहित्य मार्फत है, कविता मार्फत, कथाहरू मार्फत होइन, विभिन्न सिर्जना मार्फत चाहिँ आफ्नो कुराहरू चाहिँ व्यक्त गर्न एकदमै सजिलो माध्यम पनि साहित्य हो है। अनि साहित्य चाहिँ साहित्यको इतिहास त लामो छ, त्यो कारणले पनि बारुदले कोरेका अक्षरहरू कविता सङ्ग्रह
फेरि पनि म अनुरोध गर्न चाहन्छु तपाईँले पढ्नुहोला। अनि भीम बिरही राईज्यूले यो एकदमै हामीले क्यामेरामा देखाउँदैछौँ है, यो तपाईँले हेर्नुभयो भने बजारमा तपाईँले खोजी खोजी पढ्नुहोला। किनकि हामी सबैले चाहिँ हाम्रो सर्जकहरूलाई माया गरिनौँ भने, हामीले चाहिँ उहाँहरूलाई सपोर्ट गरिनौँ भने चाहिँ उहाँहरूको यो किताबहरू हामीले पढेर उहाँहरूलाई चाहिँ अझ उहाँलाई एउटा ऊर्जा मिल्नेछ र अझै उहाँले लेखन कार्यमा चाहिँ अझै कलम चलाउन पनि एकदमै सजिलो हुनेछ। र किनकि हामीले उहाँले यो एकदमै मेहनत गरेर जुन किताब तयार गर्नुभएको छ, हामीले अध्ययन गर्दिनौँ भने चाहिँ यो साहित्य क्षेत्र, यो क्षेत्रलाई अझै चाहिँ टिक्नको लागि अथवा यो क्षेत्रलाई बचाउनको लागि पनि हामी सबैको पाठकहरूको त्यत्तिकै भूमिका रहन्छ भन्न चाहन्छु। र फेरि पनि बसाइलाई निरन्तर हामी दिनेछौँ। जस्तै अब हजुरले यो कविताहरू यसरी यो कविता सङ्ग्रह तयार गरिरहनु भएको छ है, भावी जुन यो भावी पुस्ताहरूले साहित्य क्षेत्रलाई अझ अलिकति पुराना पुस्ताहरू भन्दा पनि अहिलेको पुस्ताहरूले चाहिँ अलिकति साहित्य क्षेत्रमा अलिकति कलम चलाउनुको लागि अलिक कम भएको हो कि तपाईँलाई महसुस लाग्छ कि लाग्दैन? अहिले धेरैजसो साहित्य भाइ बहिनीहरूको फेसबुकै साहित्य हो। फेसबुकै साहित्य एउटा लेख्यो अनि फेसबुकमा पोस्ट गर्यो अनि आफूलाई कवि ठान्ने, आफूलाई साहित्यकार ठान्ने, त्यो बिमारी त अलि जतासुकै छ। र म उहाँहरूलाई एउटा कविता लेख्नको लागि सयौँ चाहिँ पढ्नुपर्ने हुन्छ अनि त्यहाँ भोग्नुपर्ने हुन्छ, त्यसको बारेमा अनुसन्धान गर्नुपर्ने हुन्छ, हेर्नुपर्ने हुन्छ, अनि तब मात्रै एउटा कविता लेख्न सकिन्छ। एउटा कविता तब मात्रै पुरा गर्न सकिन्छ। अध्ययन बिना, साधना बिना हुँदैन। त्यो यसो हिँड्दा हेरिपठायो, त्यसको बारेमा लेख्यो, पोस्ट गरिदियो, ल म कवि भन्ने त्यस्तो खालको त्यो चाहिँ हुँदैन। त्यस्तो खालको लेखाइले दीर्घकालीन बन्दैन र त्यस्तोमा मौलिकता पनि हुँदैन भनेर चाहिँ म भन्न चाहन्छु। अहिलेको पुस्ताहरूलाई चाहिँ हजुरले ठ्याक्कै यो साहित्य क्षेत्रमा अब अलिकति कम यो लेखन कार्यहरूमा चाहिँ अब यो अध्ययन गर्ने चिजहरू पनि अहिले कम हुँदै गएको छ नि त। किनकि अब सबै फेसबुकतिर होइन, युट्युबतिर, टिकटकहरू विभिन्न चिजहरूमै मानिसहरू चाहिँ भुलिरहेको अवस्थामा यो साहित्य क्षेत्रमा चाहिँ अलिकति अहिलेका पुस्ताहरू अलिक कम भइरहँदा अहिलेको पुस्ताहरूलाई के भन्न चाहनुहुन्छ? पढ्ने बानी बसाउँ। त्यो पनि त्यो फेसबुकलाई पढ्ने होइन, किताब पढ्ने बानी बसाउँ। अनि चाहे त्यो कुनै पनि विधाको होस्, चाहे त्यो कुनै पनि भाषाको होस्, अङ्ग्रेजीमा होस् या हिन्दीमा होस् या नेपालीमा होस् अथवा नेपालभित्रका पनि अन्य भाषाभाषीहरूको पनि थुप्रै पुस्तकहरू हामी पाउँछौँ। अनि त्यस्तो भाषाभाषीको होस्। अनि किन भन्दाखेरि जुन भाषाभाषीको हाम्रो मातृभाषाहरू छन्, मातृभाषामा लेखिएका किताबहरूमा धेरै मौलिकता पाइन्छ। यो हाम्रो अङ्ग्रेजीमा लेखिएको, नेपालीमा लेखिएको भन्दा मातृभाषाभित्र लेखिएका किताबहरूमा धेरै मौलिकता पाइन्छ, त्यसबाट धेरै ज्ञान पाइन्छ, सिक्न पाइन्छ। त्यस कारणले पढ्नुहोस् नै भन्छु म। पढ्नुहोस् अनि मात्रै 100वटा किताब पढेपछि मात्रै एउटा कविता लेख्न सकिन्छ, राम्रो कविता लेख्न सकिन्छ भनेर चाहिँ म उहाँहरूलाई चाहिँ पढ्नलाई अनुरोध गर्छु। हजुर, अब हाम्रो कार्यक्रमको समय पनि एकदमै चाहिँ कार्यक्रमको अन्त्यतिर हामी आइसकेका छौँ र विशेष गरी अहिले हामी चाहिँ मेची महाकाली घुमिरहँदाखेरि विभिन्न जनप्रतिनिधिहरूसँग चाहिँ भलाकुसारी गरिरहँदाखेरि अहिले मानिसहरू एकदमै निराशमै छन्। किनकि देशमा विकास भएन, समृद्धि भएन, यो भनिरहँदाखेरि हजुर पनि एउटा सचेत एउटा नागरिकको हिसाबले पनि होइन, एउटा साहित्यिक क्षेत्रमा लामो समयले कलम चलाइरहनु भएको हिसाबले पनि चाहिँ यो देशको विषयमा, यो विकास समृद्धिहरूको विषयमा थोरै भन्नुपर्दाखेरि हजुरले के भन्न चाहनुहुन्छ? देश विकासमा कलमकर्मी, कलमजीवी अथवा कलमकारहरूको ठुलो हात हुन्छ। अब हाम्रो देशको नेताहरू त अन्धा भइसकेका छन्। भ्रष्टाचारमा, घुसखोरीमा अथवा अनैतिक क्रियाकलापमा, विभिन्न त्यस्तो खालको
खटाइमा अन्धा भइसकेका छन्। तिनीहरूलाई जगाउने, तिनीहरूलाई सचेत गराउने, तिनीहरूलाई वार्न गराउने, मतलब उनीहरूलाई चाहिँ होसियार गराउने चाहिँ एउटा कलमकारहरूको, लेखकहरूको दायित्व रहन्छ। त्यस कारणले त्यो एउटा लेखक चाहे वृद्ध होस्, चाहे युवा होस्, जुनै पनि उमेरको भए पनि त्यसले गएर त्यहाँ खन्नु पर्दैन, जोत्नु पर्दैन, त्यसले काम स्वयं नगरोस्, तर उसको कलमको भरमा, कलमबाट उसले चाहिँ देशलाई, जनतालाई, नेतालाई चेतावनी दियोस्, जनतालाई जागरुक बनाओस्, तब देशमा केही सन्तुलन हुन्छ। आदरणीय दर्शकबिनहरू, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र जाँदा जाँदै आम दर्शकबिनहरू जो देश विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, तपाईँ के भन्न चाहनुहुन्छ? म अब जति पनि देशभित्र या परदेशमा या घरदेशमा रहनुहुने सम्पूर्ण नेपाली भाषा प्रेमी, साहित्य प्रेमी महानुभावहरू, नेपाली भाषालाई माया गरौँ, नेपाली साहित्यलाई माया गरौँ, अनि आफ्नो नेपालीपनलाई माया गरौँ र नेपाललाई माया गरौँ। तब मात्रै हुन त हामी देशभित्र बस्ने मान्छे भन्दा देश बाहिर बस्ने मान्छेहरू, परदेशमा बस्ने मान्छेहरूलाई धेरै चाहिँ आफ्नो देशको माया हुन्छ। एउटा बच्चा, म भन्छु, एउटा बच्चा जब उसको आमादेखि टाढा हुन्छ, आमाको काखदेखि टाढा हुन्छ, तब रुन्छ, तब उसलाई आमाको महत्त्व थाहा हुन्छ। त्यो बच्चा जबसम्म उसको आमाको काखमै रहन्छ भने उसलाई आमाको महत्त्व याद हुँदैन, आमाको उसलाई चाहिँ वास्ता हुँदैन। भने हामी पनि जबसम्म परदेशमा जाँदैनौँ तबसम्म आफ्नो देशको माया हुँदैन घरदेशमा बस्दाखेरि। र जो पनि बाहिर हुनुहुन्छ उहाँहरूले यसरी नै आफ्नो देशलाई माया गरिरहनुहोस् र देशभित्र जो पनि हुनुहुन्छ उहाँहरूले हाम्रो यो देशको अवस्था बारेमा चिन्तन गर्नुहोस्, मनन गर्नुहोस् र विकासमा हात बढाउनुहोस् र साहित्यको माध्यमबाट पनि